सबैले बार्सिलोना एकाडेमीको कुरा गर्छन्। आज म चाहिँ हजुरहरूको सामु रियल मैड्रिड एकाडेमीको बारेमा कुरा गर्न गइरहेको छु, जुन खेलाडीहरू बाहिरी क्लबमा गएर धेरै फेमस भइसकेका छन्। फर एक्जाम्पल रियल मैड्रिडले कस्ता खेलाडीहरू साइनिङ गर्छन् भन्दाखेरि नि जुन खेलाडीहरू प्रख्यातमा आइरहेका छन् नि अहिले करेन्ट सिचुएसनको लागि र मार्केट भ्यालु जसको राम्रो छ नि त्यस्ता खेलाडीहरू साइनिङ गर्छन् र आफ्नै एकाडेमीमा उत्पादन भएका खेलाडीहरूलाई खासै रुचि देखाउँदैनन् र खासै प्रमोट पनि गर्दैनौँ। यो हामीले देख्दै आइरहेका छौँ र त्यो खेलाडीहरूमध्ये एक खेलाडीको नाम हो थियो हर्नान्डेज। थियो हर्नान्डेज कस्तो खेलाडी हो भन्ने कुरा मैले बताइराख्नु पर्दैन। थियो हर्नान्डेजले जब रियल मैड्रिडबाट चान्स पाएन नि त्यसपछि उनी एसी मिलानमा गयो। एसी मिलानमा 2022 मा गएर सिरिया जिते र अहिले वर्ल्डको बेस्ट फुलब्याक भनेर उसलाई हामीले चिन्न सकिरहेका छौँ। र दोस्रो खेलाडीको नाम हो हाकिमी। हाकिमी कस्ता खेलाडी हो भन्ने कुरा मैले हजुरहरूलाई बताइराख्नु पर्दैन। हाकिमीले जब रियल मैड्रिड छोडेर गए नि तब उनी डर्टमन्डमा प्रवेश गरे। डर्टमन्डमा पुग्न साथ उसले राम्रो प्रदर्शन त गर्दै आइरहेका थिए र उनी इन्टर मिलानतर्फ गए। इन्टर मिलानमा पुग्न साथ उसले सिरिया जिते। सिरिया जितेर उनी अहिले पिएसजीमा छन् र पिएसजी अहिले च्याम्पियन लिगको फाइनलमा छन् र यो जति सबैभन्दा ट्रेबल जित्ने पर्बल टिम नै पिएसजी हो। र अर्को नाम हो जोन माटा। जोन माटाको वान अफ द अन्डररेटेड प्लेयर अफ द रियल मैड्रिड टिम। जोन माटाले 2010 को वर्ल्ड कप जितेका छन्, युरो जितेका छन्, ब्याक टु ब्याक ट्रफी जितेका छन् म्यान्चेस्टर युनाइटेड र चेल्सीको लागि। तर पनि उनी अन्डररेटेड छन् र तैपनि उनी अरू क्लबमा गएर आबद्ध भइसकेका छन् किनकि उनीहरूले हिरालाई चिनेनन्।